शुभ बिहानी सबैजनालाई। शुभ बिहानी सँगसँगै आज चाहिँ म बनाउन जाँदैछु लन्चमा मसरुम मटरको तरकारी। मसरुम मटरलाई चाहिँ म मसरुम र मटर लिए। मसरुम चाहिँ बनाउँदैछु म हातले चाहिँ यसरी 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 छिल्दैछु। टुप्पो चाहिँ काट्नुपर्छ। अनि यो पातवाला मसरुम चाहिँ मलाई खुब मनपर्छ के। अनि त्यसपछि धोई पखाली गरेर सफा गराएर अनि रेडी गरे। अनि अलिकति मटर पनि लिए। अनि चाहिँ त्यहाँ हाम्रो अलिकति साग थियो। साग चाहिँ मेरो फेभरेट। मलाई चाहिँ साग डेली खान मनपर्छ। यो चाहिँ मेरो वान अफ द फेभरेट साग मध्येमा पर्छ। यसलाई चाहिँ हाम्रोतिर भन्छ सोफको साग। अनि यसलाई चाहिँ मैले पहिला काटेर अनि धुन्छु भनेर मैले काट्दैछु। धेरै मसिनो पनि गराउँदिनँ मैले चाहिँ। अनि काट्दैछु। साग बिना चाहिँ खाना अधुरो जस्तो लाग्छ मलाई चाहिँ। यस्तो साग चाहिँ खुब मिठो लाग्छ। यसले चाहिँ ढाड कमर दुखेको पनि ठिक गर्छ भन्छन्। अनि मसरुम मटरको लागि चाहिँ मैले टमाटर, लसुन, अदुवा, खुर्सानी चाहिँ ग्राइन्ड गरेँ मिक्सरमा। अनि तोरीको तेलमा चाहिँ हल्का मेथी फुराइदिएँ। प्याज खासमा प्याज फुराउने हो। हाम्रो चाहिँ बुवा आमाले नखाने भएर अनि चाहिँ मेथी मात्रै फुराएँ। अनि अलिकति आलु पनि मनपर्छ कि मलाई। यसमा चाहिँ आलुले चाहिँ ग्रेभी गराउँछ जस्तो लाग्छ। अनि त्यसपछि मैले अलिकति आलु पनि मिसाएँ। मटर पनि फुट्दैछु। अनि त्यसपछि म राख्छु मसरुमलाई पनि एकैछिन भुट्ने हल्का बेसार कम भयो जस्तो लाग्यो मलाई चाहिँ। अनि त्यसपछि म अलिकति बेसार थप्दैछु। अनि भुट्यो मसरुम चाहिँ भुट्यो। अब चाहिँ यसमा चाहिँ म राख्छु टमाटरको प्युरी। टमाटर, लसुन, अदुवा, खुर्सानीलाई म मिक्सीमा पिस्दिन्छु। किनभने मेरो छोरीले चाहिँ खान्न टमाटर पर्यो भने चाहिँ। अनि त्यसपछि म चाहिँ ग्रेभी गराउने भनेर अनि हल्का पानी पनि राखेँ। त्यसपछि त्यसमा अलिकति नुन राखेँ। टिमुर पनि राख्नुपर्छ। टिमुर पनि खुब मिठो हुन्छ चाहिँ त्यो उसमा 2-3टा दाना, धेरै नै हल्का टिमुर राख्ने। अनि त्यसपछि पानी राखेर चाहिँ अनि मैले हल्का पाक्यो। अनि अलिकति मैले चाहिँ माथिबाट धनिया गार्निसिङ गरिदिएँ। अनि त्यसपछि छोपिएँ। अनि चाहिँ यस्तो बन्यो। अब चाहिँ बुवालाई खान दिन्छु भनेर बुवाले चाहिँ धेरै अमिलो पिरो धेरै खानुहुन्न। अनि अलिकति बुवालाई निकालिदिएँ। बुवाले दिएँ। बुवाले चाहिँ कस्तो छ बुवा भनेको, मिठो छ खाऊ तिमीहरू पनि भन्।